साथीहरु, मलाई पटक्कै विश्वास थिएन कि 2026 मेरो लागि यति राम्रो रहनेछ। हिजो बेलुका मलाई स्कुलको प्रिन्सिपलको फोन आयो र उहाँले भन्नुभयो कि यसपालिको जाडो बिदामा शिक्षक र विद्यार्थीहरूलाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखाउन लैजानुपर्छ। म त पहिले पनि एक दुई पटक त्यहाँ गएको छु, तर यसपालि हामी ती साना प्यारा बच्चाहरूसँग जाँदैछौँ। त्यसैले आजको ट्रिपमा धेरै मजा आउनेछ। बस स्टार्ट गरेर म शिक्षक र बच्चाहरूलाई लिन स्कुलतिर लाग्छु। अर्को एउटा खुसीको खबर छ, म 2-3 दिनपछि गर्लफ्रेन्डसँग जापान जाँदैछु। मैले गएको नोभेम्बरमा जापान भिसाको लागि आवेदन दिएको थिएँ, किनभने मेरो गर्लफ्रेन्ड त्यहाँ बस चलाउँछिन्। त्यसैले मेरो पनि एकपटक जापान घुम्ने रहर थियो। नयाँ वर्ष लाग्ने बित्तिकै मेरो भिसा आयो। यो ट्रिप सकेर म सिधै जापान प्रस्थान गर्नेछु। म स्कुल नजिकै पुग्ने लाग्दा बाटोमा धेरै ट्राफिक जाम भेट्छु। केही बेर जाममा फसेपछि म स्कुल पुगेँ, जहाँ बच्चाहरू निकै उत्सुकताका साथ मेरो बाटो हेरिरहेका थिए। उनीहरूको खुसी देख्दा मलाई आफ्नै स्कुलका दिनहरूको याद आयो। वर्षभरि दुःख गरेर पढेपछि जब पिकनिक जाने पालो आउँथ्यो, त्यो खुसीको सिमाना हुँदैन थियो। पिकनिक जानु अघिल्लो रात मलाई निन्द्रा नै लाग्दैन थियो। म रातभरि कुन लुगा लगाउने होला भनेर सोचेर बस्थेँ। अचानक बाटोमा हाम्रो बससँग एउटा ट्रक ठोक्किन पुग्यो। कसैले सोचेको पनि थिएन कि यस्तो हुनेछ। म आफ्नै लेनमा गुडिरहेको थिएँ, तर त्यो ट्रक चालकले गलत दिशाबाट आएर मेरो बसलाई ठक्कर दियो, जसका कारण बसको एउटा हेडलाइट फुट्यो। भाग्यवश दुवैले समयमै ब्रेक लगाएकाले ठुलो दुर्घटना हुन पाएन। केही बेरको भनाभनपछि हामीले कुरो मिलायौँ ताकि दुवैको गोजीमा कम भार परोस्। दुर्घटनापछि बच्चाहरू निकै डराएका थिए र उनीहरू शान्त भए। उनीहरूको मुड ठिक पार्न मैले उनीहरूलाई चिसो आइसक्रिम खुवाएँ। जब हामी गन्तव्यमा पुग्यौँ, बच्चाहरू खुसीले चिच्याउन थाले। मैले उनीहरूलाई जो शान्त बस्छ उसले मात्र समोसा पाउँछ भनेर फकाउन खोजेँ, तर कोही पनि चुप लागेनन्। अन्त्यमा त्यो समोसा मैले नै खानु पर्यो। बसको ढोका खोल्ने बित्तिकै बच्चाहरू हतारिएर निस्किए र शिक्षकको गाली खाएपछि मात्र लाइन नबसे। टाढैबाट बुद्ध भगवानको ठूलो मूर्ति देखियो। यो मूर्ति करिब 64 फिट लामो छ भनिन्छ, जहाँ पाइला टेक्ने बित्तिकै मनमा छुट्टै शान्ति महसुस हुन्छ। यो मूर्ति तामा र पित्तलले बनेको छ। आजको रात हामी यही टेन्ट लगाएर बस्नेछौँ र पिकनिक पार्टी गर्नेछौँ। यदि तपाईँले अहिलेसम्म लुम्बिनी भ्रमण गर्नुभएको छैन भने आफ्नो जीवनमा एकपटक यहाँ पक्कै आउनुहोला। तपाईँहरूमध्ये को लुम्बिनी जानुभएको छ? कमेन्टमा बताउनुहोला। साथीहरू, जापान जानु अघि म आफ्नो घर आएको छु। तपाईहरूलाई थाहै छ, अघिल्लो हप्ता सिक्किम जाँदा बाटोमा मेरो ट्रक पल्टिएको थियो। त्यसपछि मैले त्यसलाई मर्मतका लागि पठाएको थिएँ। आज म त्यो ट्रक फिर्ता लिन जाँदैछु, चाहे जतिसुकै मर्मत भएको होस्। वर्कसप जानका लागि म सडकको किनारमा अटो कुरेर बस्छु। केही बेरमा टाढाबाट एउटा अटो आउँछ। जब त्यो नजिक आउँछ, मलाई याद आउँछ कि यो त त्यही अटो हो जुन मलाई अघिल्लो हप्ता भेटिएको थियो। त्यसपछि म त्यसमा बसेर वर्कसपतिर लाग्छु। म पर्सि यहाँबाट जापान जाँदैछु, त्यसैले आज यहाँका सबै काम सक्नुपर्नेछ। आज बिहान मैले मेकानिकलाई फोन गरेको थिएँ। उनले ट्रक मर्मत भइसकेको तर रङ लगाउन बाँकी रहेको बताएका थिए। म पुग्दासम्म त्यो काम पनि सकिनेछ। अटो चालकले मलाई त्यहाँ पुर्याइदिन्छ। म उनलाई पैसा नदिई उनको नम्बर माग्छु, किनकि मलाई फेरि उनको जरुरत पर्नेवाला थियो। मैले उनलाई 1 घण्टापछि फोन गर्छु र मेरो घर बाहिर आउनु भनेर भन्छु। वर्कसप बाहिरबाटै मलाई मेरो प्यारो ट्रक देखिन्छ। रङ लगाएपछि त यो पहिले भन्दा पनि बढी चम्किरहेको छ। यसलाई देखेर कसैले पनि यसको दुर्घटना भएको थियो भनेर भन्न सक्दैन। म मनको सन्तुष्टिका लागि ट्रकको चारैतिर चेक गर्छु। मेरो ट्रकसँगै एउटा बसको पनि मर्मत भइरहेको थियो, जसको इन्जिन नै खोलिएको थियो। मेकानिकले बताए अनुसार त्यो बसको चालकले पानी मिसिएको डिजेल हालेका कारण इन्जिन बिग्रिएको रहेछ। त्यसैले म जहिले पनि टाढा भए पनि राम्रो पेट्रोल पम्पमा मात्र तेल हाल्छु। ट्रकको रङ सुकेपछि म मेकानिकलाई 30,000 रुपैयाँ दिएर घरतिर लाग्छु। घर पुगेर ट्रक पार्क गर्छु। केही बेरमा मेरो काकाको छोरा त्यो ट्रक लिन आउँछ। म जापान जाने भएकाले ट्रक धेरै दिनसम्म थन्किने हुनाले उसलाई चलाउन दिने सोचेको हुँ। त्यसपछि म अटो चालकलाई बोलाउँछु। म भित्र चिया पिउँदै थिएँ, बाहिर हर्न बज्छ। मैले आफ्नो महिन्द्रा स्कर्पियो मर्मतका लागि दिएको थिएँ। उनीहरूले 1 हप्तामा फोन गर्छौँ भनेका थिए, तर अहिलेसम्म फोन आएको थिएन। म सर्भिस सेन्टर पुग्दा मेरो गाडीको हालत देखेर रिस उठ्छ। 1 हप्तादेखि गाडीमा केही पनि काम भएको रहेनछ। धुलो मात्र जमेको थियो। मेरो त्यहाँ धेरै भनाभन हुन्छ। म गाडी सफा गरेर घर फर्कन्छु। यो सर्भिस सेन्टरको काम मलाई एकदमै नराम्रो लाग्यो। अब जापानबाट फर्केपछि मात्र यसलाई राम्रो ठाउँमा मर्मत गराउनेछु। अब भित्र गएर भोलिको लागि प्याकिङ गर्नु छ। Thank you for watching.